तपाईलाई थाहा छ शेयर मार्केटमा एउटा यस्तो सानो क्यान्डल छ जसले ठुला ठुला ट्रेन्डलाई एक्लैले रोक्न वा उल्टाइदिन सक्छ। धेरैले यसलाई सामान्य रेखाको रूपमा लिए पनि तर प्रो ट्रेडरले यसलाई चाहिँ वार्निङ मान्छन्। हो, यसको नाम हो दोजी। यदि तपाईले यसलाई चिन्न सक्नु भएन भनेपछि ट्रेन्डको अन्त्यतिर गएर तपाई फस्न सक्नुहुन्छ। त्यसैले आजको भिडियोमा यो सानो क्यान्डलले कसरी ट्रेन्डलाई रोक्न सक्छ अथवा बदल्न सक्छ भन्ने कुरा बेसिकदेखि प्रो लेभलसम्म सिक्नेछौँ। नमस्कार सम्पूर्णमा अनि स्वागत छ मेरो भिडियोमा। मेरो यो युट्युब च्यानललाई लाइक, शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला र यो मेरो भिडियो अन्तिमसम्म हेर्न नछुटाउनुहोला। अब जाउँ दोजी क्यान्डल भनेको के हो त भन्दाखेरि दोजी क्यान्डल भनेको यो जापानिज भाषाबाट आएको एकदमै सिंगल शक्तिशाली क्यान्डल हो। यसको मतलब के हुन्छ भन्दाखेरि द सेम थिङ भन्ने हुन्छ, एउटै वस्तु। अनि यसको स्ट्रक्चर कस्तो हुन्छ भन्दाखेरि यो चाहिँ ओपन प्राइस र क्लोज प्राइस एउटै हुन्छ। स्याडो चाहिँ एकदम लामो भएको हुन्छ यसको स्ट्रक्चर। अब जाउँ दोजी क्यान्डल कति प्रकारका हुन्छन् त। दोजी क्यान्डल 4 प्रकारका हुन्छ। एउटा हो ग्रेभिस्टन दोजी, अर्को हो ड्रागन फ्लाई दोजी, अनि त्यसैगरी अर्को हो लङ लेग दोजी, अनि अर्को हो 4 प्राइस दोजी गरेर 4 प्रकारका दोजी क्यान्डल छन्। यी भए दोजीका प्रकारहरू। अब दोजीका प्रकारमा पनि यिनीहरूको छुट्टै छुट्टै परिभाषा हुन्छ, यिनीहरूको छुट्टै छुट्टै काम हुन्छ। एक प्रकारको दोजी क्यान्डल कता बन्यो भने कस्तो काम गर्छ, अर्को प्रकारको दोजी क्यान्डल कता बन्यो भने के काम गर्छ भन्ने कुरा पनि विस्तृतमा बुझौँ। सुरुमा आउँछ ड्रागन फ्लाई दोजी भन्ने। कसरी बन्छ त भन्दाखेरि जब मार्केट ओपन हुन्छ, ओपन भइसकेपछि देखि नै सेलर हाबी हुँदै जान्छन् र मार्केटलाई तल 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 लिँदै जान्छन् एउटा निश्चित बिन्दुमा गएर। अब चाहिँ बायरहरू हाबी हुन्छन् र सेलर थाक्छन्। त्यसपछि बायरले फेरि माथि लिन्छन्। जता ओपन भएको थियो त्यही नै बजारमा बन्द हुने बेला त्यही बिन्दुमा नै गएर बन्द भयो भने ड्रागन फ्लाई दोजी क्यान्डलस्टिक बन्छ। यो एउटा बुलिस को संकेत हो। यो सपोर्ट लेभलमा बन्ने हुन्छ। पहिला डाउन ट्रेन्ड भएको हुन्छ, त्यसपछि सपोर्ट लेभलमा यो ड्रागन फ्लाई दोजी बन्यो भने अब बियर सक्यो, डाउन ट्रेन्ड सक्यो, अब चाहिँ अप ट्रेन्ड अथवा बुलिस सुरु हुन्छ भन्ने कुराको संकेत गर्दछ यसले। अब जाउँ ड्रागन फ्लाई दोजीको स्ट्रक्चर कस्तो हुन्छ भन्दाखेरि अप्पर विक हुँदैन, बडी पनि हुँदैन। बडीको तुलनामा लोअर विक चाहिँ 3 गुणा बढी हुन्छ, एकदम लामो। अनि यसमा के हुन्छ ओपन र क्लोज प्राइस एउटै हुन्छ। यो ड्रागन फ्लाई दोजी बनिसकेपछि हामीले के बुझ्न पर्दछ भन्दाखेरि अब चाहिँ यसमा सेलर हाबी हुन सक्दैनन्, बायर हाबी भए, सेलर डराए अथवा कमजोर भए भन्ने कुरा बुझ्नु पर्दछ। अब चाहिँ ट्रेन्ड चेन्ज हुन लाग्यो, बुलिस ट्रेन्ड सुरु हुन लाग्यो भन्ने कुरा संकेत बुझ्नु पर्दछ हामीले। अर्को हुन्छ ग्रेभिस्टन दोजी। ग्रेभिस्टन दोजी कसरी बन्छ भन्दाखेरि जब मार्केट खुल्छ तब एउटा बिन्दुमा ओपन प्राइस हुन्छ र त्यसपछि सिधै बायर हाबी भएर माथि 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 प्राइस लिएको हुन्छ। त्यो माथि लिइसकेपछि एउटा निश्चित बिन्दुमा गएर अब बायर कमजोर भएर त्यसपछि सेलर हाबी ल्याएर फेरि तल आउँछ। तल आउँदै गर्दाखेरि जता ओपन भएको त्यतै गएर मार्केट बन्द हुने बेला त्यहाँ गएर क्लोज भयो भनेपछि चाहिँ ग्रेभिस्टन दोजी बन्छ। यसको स्ट्रक्चर कस्तो हुन्छ भन्दाखेरि लोअर विक हुँदैन, बडी अलिकति सानो हुन्छ, अनि अप्पर विक चाहिँ 3 गुणा बढी हुन्छ बडीको तुलनामा। यो चाहिँ रेजिस्टेन्ट लेभलमा हुन्छ। यसले के संकेत गर्दछ भन्दाखेरि अब बुल ट्रेन्ड सक्यो, अप ट्रेन्ड सक्यो, अब चाहिँ बियर सुरु हुन्छ अथवा डाउन ट्रेन्ड सुरु हुन्छ भन्ने कुराको यसले संकेत गर्दछ। अर्को हो लङ लेग दोजी। यो चाहिँ इन्डिसिजन क्यान्डलको रूपमा संकेत गर्दछ यसले। किन भन्दाखेरि निश्चित बिन्दुमा यदि मार्केट ओपन भयो भने निश्चित बिन्दुमा गएर पहिला माथि बढ्छ, त्यसपछि बायर हाबी भएर माथि हुन्छ, त्यसपछि फेरि सेलर हाबी भएर तल फेरि तल जान्छ, फेरि त्यसमा बायर हाबी भएर माथि आएर जता ओपन भएको छ त्यतै गएर बन्द हुन्छ भनेपछि यो चाहिँ इन्डिसिजन क्यान्डल बन्दछ। यो पनि अर्को 4 प्राइस क्यान्डल भनेको के हो त भन्दाखेरि यो चाहिँ हाम्रो मार्केटमा यसको के कामै छैन भन्ने पनि बुझ्नुपर्छ। यो प्रकारको रूपमा मात्रै रहेको छ। यदि ग्रेभिस्टन दोजी अथवा ड्रागन फ्लाई दोजी बन्यो भने भोल्युम पनि धेरै छ भने यो चाहिँ ट्रेन्ड रिभर्सल हुने एकदम बलियो संकेत हो।
अब जब हामीले चार्टमा चाहिँ यसलाई कसरी हेर्न सक्छौँ, कसरी आइडेन्टिफाई गर्न सक्छौँ भन्ने कुरा अब चाहिँ चार्टमा नै गएर हेरौँ है त इक्जाम्पल सहित। हेर्न सक्छौँ साथीहरू, ड्रागन फ्लाई दोजी बनिसकेपछि मार्केट के भएको छ भनेर हामी चार्टबाट नै हेरौँ है त। यहाँनिर हेर्न सक्नुहुन्छ, ड्रागन फ्लाई दोजी बनिसकेपछि मार्केट के भएको छ हेरौँ है त। लामो मुभ दिएको छ मार्केटले। यसमा चाहिँ सबै कुराहरू पुगिरहेको छ। डाउन ट्रेन्ड भयो, सपोर्ट जोनमा भयो, त्यसपछि चाहिँ लामो मुभ देख्न सक्छौँ। हामीले ड्रागन फ्लाई दोजीमा हामीले कसरी ट्रेड इन्ट्री प्लान गर्छौँ भन्दाखेरि यो ड्रागन फ्लाई दोजी बनेको नेक्स्ट क्यान्डलले त्यसको हाई ब्रेक गरेपछि हामीले चाहिँ त्यसमा ट्रेड इन्ट्री स्ट्राटेजी गराउन पर्छ। यहाँ हेर्न सक्नुहुन्छ, हामीले यो क्यान्डलसम्म पनि हाम्रो इन्ट्री स्ट्राटेजी चाहिँ गराउन सक्छौँ। त्यसपछि एउटा लामो मुभ हेर्न सक्छौँ। त्यसै गरी हामी ड्रागन फ्लाई दोजीको अर्को उदाहरण पनि हेर्छौँ है त। तपाईँहरू हेर्न सक्नुहुन्छ, यहाँनिर बनेको छ होइन ड्रागन फ्लाई दोजी। त्यसपछि मार्केट अप नै भएको छ। यसले आफ्नो सबै कुराहरू चाहिँ पुरा गरेको छ। डाउन ट्रेन्ड हुन पर्यो, यहाँदेखि हेर्ने भने डाउन ट्रेन्ड छ, त्यसपछि सपोर्ट लेभलमा छ र माथि गएको छ मार्केट। त्यसपछि अर्को क्यान्डल हेर्न सक्नुहुन्छ तपाईँहरू, ग्रेभस्टोन दोजी। ग्रेभस्टोन दोजी चाहिँ हामी चार्टमा यहाँनिर हेर्न सक्छौँ। यहाँनिरको यो क्यान्डल चाहिँ ग्रेभस्टोन दोजी हो। यसले सबै कुराहरू पुरा गरेको छ। यसको लोभन्दा तल प्राइस आयो भने चाहिँ हामीले सेल गर्नुपर्छ भन्ने कुरा हुन्छ। हामीले सेल कहाँनिर गर्ने भन्दाखेरि अब यो प्राइस त माथि नै गयो, तबसम्म यसले भ्यालिड गरेन होइन। त्यसको प्राइस यहाँ तल क्लोज गरिसकेपछि हामीले योभन्दा तल हामीले चाहिँ आफूसँग भएको ट्रेडलाई सेल गर्नुपर्ने हुन्छ। त्यही भएर हामीले यहाँबाट एक्जिट हुनपर्ने हुन्छ है त। अर्को हुन्छ लङ लेग दोजी। लङ लेग दोजी भनेको यो इन्डिसिजन क्यान्डल हो। यो मार्केट कता जान्छ के हुन्छ भन्ने कुरा अन्यलता हुन्छ। हेर्न सक्नुहुन्छ कस्तो बनिसक्नुहुन्छ, यो क्यान्डल चाहिँ लङ लेग दोजी हो। यो चाहिँ इन्डिसिजन भएको हुनाले मार्केट जता नि जान सक्छ भन्ने कुरा यसले चाहिँ सङ्केत गर्दछ। मेरो यो भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।